नमस्ते। आजको भिडियोमा नेपालमा पाइने केही विषालु सर्प हेरौँ है। म जङ्गलको राजा हुँ। लम्बाइमा सबैभन्दा ठुलो विषालु सर्प। मेरो विष कम छैन, तर म बेवजह आक्रमण गर्दिन। डरायौ भने म उठेर खडा हुन्छु। ओ, अनि त्यसपछि बच्न गाह्रो हुन्छ। म गोमन सर्प फन फैलाएर स्पष्ट सङ्केत दिन्छु, टाढा बस। मेरो विष शक्तिशाली छ, तर म बिना कारण आक्रमण गर्दिन। जिस्कायो भने तुरुन्तै जवाब पाइन्छ। म बैरी करेत सर्प हेर्दा शान्त देखिन्छु, तर मेरो विष सबैभन्दा खतरनाक हुन्छ। म रातमा चुपचाप निस्कन्छु र असर बिना पीडा सुरु हुन्छ। म हरेउ सर्प रुखहरूमा लुकेर बस्छु, शान्त र स्थिर। मौका मिल्ने बित्तिकै आक्रमण गर्छु, कुनै चेतावनी बिना। मेरो एउटै चाल नै पर्याप्त हुन्छ। म बागे सर्प बिस्तारै हिँड्छु, तर प्रहार निकै छिटो गर्छु। मेरो विष सिधै रगतमा असर गर्छ र पीडा तुरुन्तै सुरु हुन्छ।